आज हामी नेपालको एउटा सुन्दर पहाडी जिल्ला पर्वतको कुरा गर्दैछौं, तर यो सुन्दरताको पछाडि एउटा गम्भीर कृषि सङ्कट लुकेको छ। यो क्षेत्र अहिले यस्तो दोबाटोमा उभिएको छ जहाँ पुराना समस्या र नयाँ चुनौतीहरूले यसको भविष्यलाई नै अनिश्चित बनाएको छ। आउनुहोस् यो सङ्कटको गहिराइमा पुगेर हेरौं। यो सबै सङ्कटको जडमा एउटा सानो तर निकै मार्मिक कुरा छ। युवा गाउँमा छैनन्। यो कुनै तथ्याङ्क मात्र होइन, यो त एउटा मानवीय समस्या हो जसले पर्वतको कृषि प्रणालीको हरेक पाटोलाई असर गरेको छ। यो एउटा यस्तो यथार्थ हो जसले पुरै अवस्थाको पीडालाई बोकेको छ। यो कथाको सुरुवात हुन्छ रित्तिँदै गरेका गाउँहरूबाट। जब मान्छेले गाउँ छोड्छन्, त्यसको सबैभन्दा पहिलो र प्रत्यक्ष असर पर्छ जमिनमा। समस्याको चुरोकुरो के हो भने यहाँबाट मानिसहरूको बसाइ सर्ने क्रम एकदमै बढेको छ। गाउँका गाउँ रित्तिँदैछन्। यो क्षेत्र आफ्नो जनशक्ति र ऊर्जाबाटै खाली हुँदै गएको छ र यही नै अरू सबै समस्याको सुरुवात हो। अनि जब गाउँबाट मान्छे नै हिँड्छन्, तब के हुन्छ? हो, त्यसको असर सिधै जमिनमा देखिन्छ। कुनै बेला लहलहाउँदो अन्न फल्ने खेतबारीहरू अहिले बाँझो पल्टिएका छन्, किनभने त्यहाँ काम गर्ने मान्छे नै छैनन्। यो त मान्छे र माटोको सम्बन्ध टुटेको जस्तै हो। ल, गाउँ रित्तिनु त एउटा कुरा भयो, तर जो गाउँमै बसेका छन् उनीहरूलाई पनि खेती गर्न किन मन छैन त? यसको कारण खोज्दै जाँदा हामी पुग्छौँ बजार र योजनाको अभाव जस्ता प्रणालीगत समस्याहरूमा। सोच्नुस् त, किसानले दुःख गरेर केही उब्जाए पनि त्यो बेच्ने ठाउँ नै छैन भने के हुन्छ? यहाँको अवस्था त्यस्तै छ। स्थानीय उत्पादनका लागि कुनै व्यवस्थित बजार नै छैन। यसले गर्दा उनीहरूको मेहनत खेर गइरहेको छ। खेतीपाती भनेको सधैँ जोखिमको काम हो, होइन र? कहिले असिना पर्ला, कहिले खडेरी। तर यहाँ त किसानलाई कुनै किसिमको आड भरोसा दिने प्रणाली नै छैन। बालीनालीमा केही भइहाल्यो भने उनीहरूको सबै लगानी डुब्छ, किनभने कृषि बीमा जस्तो कुनै सुरक्षाको व्यवस्था नै छैन। अनि अर्को एउटा अचम्मको कुरा, कुन ठाउँको माटोमा कुन बाली सप्रिन्छ भनेर कुनै वैज्ञानिक अध्ययनै भएको छैन। सबैले अनुमानको भरमा खेती गरिरहेका छन्। अब यस्तो रणनीतिक योजना बिना गरिएका प्रयासहरू कसरी सफल होलान् र? यी सबै मान्छेले बनाएका समस्या त छँदै थिए, त्यसमाथि प्रकृतिबाटै अर्को एउटा ठूलो चुनौती थपिएको छ। त्यो हो बाँदरको आतंक। हो, बाँदरको समस्या। यो सुन्दा सानो लागे पनि किसानका लागि यो एकदमै ठूलो टाउको दुखाइ हो। अलिअलि जे जति खेती गरेका छन् त्यो पनि बाँदरले आएर सखाप पारिदिन्छ। यसैले त किसानको हरेक दिनको सङ्घर्षलाई झनै कठिन बनाइदिएको छ। ल, अब यी सबै कुरालाई एकै ठाउँमा राखेर हेरौँ त अवस्था कति जटिल छ भन्ने प्रष्ट हुन्छ। एकातिर युवाहरू धमाधम गाउँ छोडिरहेका छन्, जसले गर्दा खेतबारी बाँझो छ। अर्कोतिर जो बसेका छन् उनीहरूले उब्जाएको सामान बेच्ने बजार छैन, न त बालीको कुनै बीमा छ। त्यसमाथि के लगाउने भन्ने योजना पनि छैन र बाँदरले पनि उत्तिकै सताएको छ। यो त एउटा नराम्रो चक्र जस्तै बनेको छ जहाँबाट निस्किनै गाह्रो छ। अब यति धेरै समस्याहरू देखिसकेपछि मनमा एउटा ठूलो प्रश्न उठ्छ, अब के गर्ने त? यो सङ्कटबाट बाहिर निस्किने बाटो के होला? यहाँ स्रोतमा पनि यही प्रश्न सोधिएको छ र यो साँच्चै नै गम्भीर प्रश्न हो। यस्तो परिस्थितिमा कृषि क्षेत्रको विकास कसरी गर्ने? हामीले भर्खरै कुरा गरेका समस्याको चाङ हेर्दा यसको कुनै सजिलो जवाफ त पक्कै छैन। र अन्तमा हामी यही प्रश्नमा आएर रोकिन्छौँ, यस्तो जेलिएको सङ्कटलाई फुकाउन एउटा ठोस योजना आखिर कस्तो हुनुपर्छ? एउटा यस्तो योजना जो साँच्चै काम गरोस्। हो, यही प्रश्नको उत्तर खोज्नु नै पर्वतको कृषि भविष्यको लागि पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो।